आफ्नै बारीको सब्जी पनि डराउँदै टिप्नु पर्ला भनेर जीवनमा कहिले सोचेकै थिइनँ। राम के साह्रो हो, आजभोलि त गर्मी बढेको पनि। हाम्रो यतातिर त खडेरी परेर पानी नपरेर एकदमै गर्मी बढेर आज त असार 15 पनि भइसक्यो। धमाधम रोपाइ सुरु हुने बेलामा खडेरी पर्दैन। मौसमले नै के साह्रो दुःख दिएको हो। होइन हो, यो सर्पलाई चाहिँ के भएको आजभोलि त के बिधि छर्चन्नाउँदै हिँडेको। जता हेर सर्पै बुत्लुक फुत्लुक उफ्रिँदै हिँड्छ। जताततै स्कुल लिन जाउँ बच्चा नि सर्पै देखिन्छ, बारीमा काम गर्न जाउँ सर्पै देखिन्छ, सब्जी टिप्न जाउँ सर्पै देखिन्छ। टोकेरै खाला भने हुँदै हुँदै खाटको भित्तातिर यताउति घरको कुना काप्चातिर के चाहिँ होला यो सराक सुरु के गर्छ भने हेर्दाखेरि सर्पै हुन्छ कि के भएको हो। आजभोलि सर्प यति धेरै गर्मीले होला है के होला। रातिमा नि सर्पले टोकेर खान्छ कि क्या भने डराउँदै सुत्न पनि साना बच्चाहरू छन् घरमा। आजभोलि बर्खा लाएर होला फेरि घर वरिपरि एकदमै झाडी हुने। जति झाडु खले पनि पलाएर आइहाल्ने अनि सर्प लुकेको नि थाहा हुँदैन नि त। त्यही भएर चाहिँ मेरो बुढा चाहिँ घर वरिपरि झाडु खल्न थाल्नु भयो। मैले चाहिँ खाना पकाउने तयारी गर्न थालेँ। अनि दाल बसाल्ने त्यस पछाडि चाहिँ फर्सी टिपेर ल्याएको थियो अघिल्लो दिनै। अनि मैले त्यसलाई चाहिँ काटकुट बनाएँ। काट्दा काट्दै सब्जी अलि पुग्दैन जस्तो लाग्यो। अनि फेरि बोडी टिप्न भनेर गएको त यति ठुलो सर्प बसिरहेको रहेछ त्यहीँ बोडीको झालमा। कसो टोकेन मलाई त। सर्प देखेपछि त मेरो त सातो फुत्लै गइगयो। त्यस पछाडि त म टाफ कुदेर घर आएको थिएँ। अनि एकछिन पछाडि चाहिँ मेरो बुढाले सर्पको बच्चा र बाघको बच्चा एक ठाउँमा बसिरहन्छ, भागिसक्यो होला भनेर भन्नुभयो। अनि त्यस पछाडि चाहिँ म गएर अनि सब्जी टिपेर लिएर आएँ। अनि त्यस पछाडि चाहिँ मैले सब्जी केलाकुले बनाएर अनि यता चाहिँ मैले तरकारी रेडी पारिसकेको थिएँ। तरकारीलाई ओरेँ अनि मजाले लसलठी सिलौटामा मसला पिसेर राखेँ। यता सब्जी पनि पाक्दै थियो, दाल पाकेर रेडी भइसकेको थियो। दाललाई चाहिँ मैले जिम्बु जिरा लसुन लगाएर झाने। अनि त्यस पछाडि चाहिँ मेरो बच्चाहरूको लागि दिउँसोको लागि खाजा भनेर चिउरा भोर्दिएँ। अनि टिफिनहरू रेडी पारिदिएँ अनि स्कुल पठाएँ। आजलाई यति नै।